केटी चाहिँ देख्नै हुन्न होइन गाइज वेलकम माई मिनी भ्लग। आज चाहिँ हामी जाँदैछौँ घुम्नलाई फानलदान दाईहरूसँग। फानलदान लान्छु भनेर दाइले कहाँ लान आँट्यो भने थाहा चाहिँ छैन। मोहन सर कहाँ जाने अरे हामी? यो चाहिँ हाम्रो बस चढ्ने ठाउँ हो। टक्क बस हेर्ने हो यहाँ कति नम्बर बस चढेर जाने भनेर। टक्क दाइले हेर्नुहुँदैछ। नेपाली भन्ने बित्तिकै कुदिहाल्छ। बाहुनै होला नि जे भयो नि। के भयो त स्टुडेन्ट होला नि परिचय हान्नु पर्थ्यो नि त यार। जाने हो मलाई त लाज लाग्छ। भयो त्यस्तो चाहिँ नगर्नु होला यार। भयो क्या त्यस्तो परिचय नगर्नु। के परिचय गरेर के पाउने र? कति सोझो लजाउने भनेको चाहिँ मै मात्र बाहुन जस्तो हुन्छ हो यार है। साँच्चै घन्टी त यहाँ पनि रहेछ यार। यो पालि नेपालमा मात्र कोरियामा नि हानि सकेर छ घन्टीले। अब नेपालमा नि हान्छ जस्तो छ। के छ मतलब? मोहन सर किन्ने हो? कति सस्तो छ यार। दामी दामी छ यार लुगाहरू त। किन्ने हो दाइ? पप्पा छ। कति दाम छ दाइ? कति रहेछ? 2 लाख वन्। 2 लाख वन् सस्तो हो। 2 लाख वन् अरे दाइ सस्तो अरे। 2 लाख वन् राइट। 2 लाख वन् सस्तो अरे यार। पागल हुन्छ दाइ। नकिनिकन निक्ले यार बुढोहरू। आफ्नो त्यो दाम सुनेर ज्याकेटै खोल्ने बनाइदियो दाइ। ओ दाइ त्यहाँको दामले मेरो ज्याकेटै खोल्ने बनाइदियो यार। यस्तो जाडोमा नि लास्टै गर्मी बनाइदियो यार। कत्रो महँगो हो दामहरू। के खाँदै? मेरो लस्सी चाहिँ आउने बाँकी छ। पूर्वतिर नै होला होइन मैनाली भनेपछि हो। पूर्वैतिर हुन्छ। फाइनल्ली खाइसक्यो। अब चाहिँ लास्ट के छ दाइ? फाइनल्ली हामीले चाहिँ नि नेपाली रेस्टुरेन्टमा रन्काएर अब चाहिँ नि निक्ल्यो होइन त दाइ? निक्ल्यो भाइ। निक्ल्यो। अब घर जाने रुम जाने होइन त दाइ? मा कसम किलर देखिया छ हो दाइ यार। चस्मा लाउँदा त यार आज त मान्छे नि देख्न पाइएन, आँखा नि सेक्न पाइएन। के छ यसमा दाइ तपाईँको विचार? हजुर गाह्रो छ हौ। मोहन दाइले कहाँ लयो आज टिकटक खिचिदिन्छु भाइ एउटा भन्थे खतरा।
टिकटक अब काम छैन झ्याप बनाएर निकाले यार। हेर न यहाँ बिल्डिङ देखाऊ यहाँका यहाँका बिल्डिङ कसरी हेर्न त यार, बिल्डिङै खिच्दैन रहेछ यार क्यामेराले। ल गाइज हामी चाहिँ अब निक्ल्यौँ होइन, अब यस्तै हो।